गुड मर्निङ र नमस्ते सबैजनालाई। देख्न सक्नुहुन्छ आज म चाहिँ बिहान कुखुरालाई दिएँ चारो, तर यो भाले चाहिँ साह्रै नै छुच्चो। त्यसको बाद एकछिनमा आउनुभयो मेरो दिदी। मेरो दिदी चाहिँ मभन्दा टाढो बस्नुहुन्छ नि त हाम्रो घरभन्दा। दिदी आउने बित्तिकै मकै छोडाउने काम गर्नु पऱ्यो। मकै छोडाउने काम गरेर चाहिँ मेरो हात त यस्तो दुखेन, बानी छैन नि त। सानो सानो मकै चाहिँ छोडाउनुपर्छ कि ठुल्ठुलो त मिसिनमा छोडिन्छ। त्यहाँदेखि एकदम देख्न सक्नुहुन्छ ल, छिलाइ हुँदैछ कुखुराको। दिदीले भने अब तिमीहरूलाई म कुखुराको सुप बनाएर खुवाउँछु, मकै छिल्दा छिल्दा गल्यो होला भनेर। दिदीको माया। त्यहाँदेखि मेरो मम्मी बिचरा गर्मीले हप्पप। नेपालमा चाहिँ लाइन यति डरलाग्दो जान्छ नि। त्यहाँदेखि बुवा पनि अटो राखेर आउनु भएछ, कस्टमर पुऱ्याएर। लु है छिटो केटाकेटी हो, गर खाइपी गरेर जान्छु म भन्ने थाल्नुभयो। यिनीहरूको कुखुरा छिलेर कहिले सकिनु गरी यता पल्टाउने। त्यहाँदेखि मम्मी पनि बसिराख्नु भएको छ देख्नुभयो। दिदीले एकदम मजाले लस लस गरेर मसला पिन्नु हुँदैछ। म चाहिँ अलिक मजाले पिन्ने है भन्दै भिडियो गरेको है। त्यहाँदेखि हाम्रो पाक्यो, सुँगुरको मासु पनि पाक्यो, लोकलको झोल पनि हुँदैछ। अनि त्यहाँदेखि सुँगुरको मासु पाकिसकेपछि हामी चाहिँ भुजा र सुँगुरको मासु एकदम हाम्रो फ्यामिलीको फेभरेट है, एकदम मनपर्छ हामीलाई चाहिँ। त्यहाँदेखि चाहिँ लोकलको सुप पनि पाक्दैछ। यो चाहिँ सुप चाहिँ मम्मीलाई, सुँगुरको मासु चाहिँ मम्मीले खानु हुँदैन नि त, त्यही भएर यो खाइसकेर पनि अझै फ्रुट्स खाने अरे हो। फ्रुट्समा म गएँ बारीमा, लिची टिप्दैछु, तन्की तन्की। घाम यति डरलाग्दो लागेको कि अब पुरै के एकदम टाउकोमै आँखामै यस्तो हेर्नु पनि नभएको। फेरि कति लिची पनि मैले लगेर गएँ लिची पेलामा, एकदम पेलामा लिची लगेर गइसकेपछि चाहिँ लिची आफ्नो लागि लगेको थिएँ, सबैलाई नै भयो, सबै खाने अरे नि त। अनि त्यहाँदेखि लिची सिची हामीले खाइसकिसकेपछि चाहिँ त्यसको बाद फेरि नै गाईलाई पानी दिनु जानु पऱ्यो, करायो नि त। मैले गएर गाईलाई पानी दिएँ, कस्तो मजाले खाएको क्या, तिर्खा लागेछ पुरा त्यो घाँसहरू खाएर। अनि यसलाई पानी दिएँ, त्यसको बाच्छाले पनि मलाई खोइ भनेको जस्तो गर्यो हो। मैले चाहिँ त्यहाँदेखि हेरिरहेको थिएँ, पर्खी पर्खी तँलाई दिन्छु भने हो। यसलाई पनि दिएँ यो, तर यसलाई पानी दिँदा चाहिँ यो यति छुच्चो छ नि, यति छुच्चो छ। आमा पनि छुच्ची छ, छोरा पनि यस्तो छुच्चो छ यिनीहरू, हेर न, बोलाउँदा पनि आउँदैन कुखुरा। अनि त्यहाँदेखि चाहिँ मलाई नै हान्नु खोज्दैछ, मैले पानी दिएको मलाई नै हान्नु खोज्दैछ, जा 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 उता भनेर। मतलब खेल्नु खोजेको होला नि त है, तर कसरी खेल्नु म योसँग। त्यसको बाद चाहिँ बेलुका भयो, बेलुका भइसकिसकेपछि चाहिँ पानी पर्ला जस्तो भयो। मकै त फटाफट उठाउनु पऱ्यो, नत्र दिनभरिको हाम्रो मेहनत जान्छ खेर। यो मकै चाहिँ अब भरे मिसिनमा हाल्नुपर्छ नि त, गटटटट पारेर पिन्नु पऱ्यो। गाउँघरमा काम त यस्तै हो, तर यसरी नै गरेर खाइन्छ नि त। अर्ग्यानिक अर्ग्यानिक खानु त पाउँछ। हाम्रो घरमा त असाध्यै नै यस्तो काम हुन्छ, धान मकै। अब देख्नुभयो यी धान भन्दा धानमा पानी हाल्नु आएको छौँ है हामी, हो राति हुँदी। मेरो भदै चाहिँ एकदम पानी मजाले जाँदो रहेछ, फुपू भन्दै नाच्दै 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 जाँदैछ है। पुरा उसलाई पुरा खुसी भयो क्या पानी गटङ टङ टङ जाँदा। अनि हामी पुग्यौँ घर खेतबाट। घर जाँदाखेरि चाहिँ बुवाले ल्याउनु भएछ मिसिन। म त खुसी भइहालेँ, अब मकै त्यति छोडाउनु पर्दैन, मिसिनले नै सबै छोडाउँछ भनेको त आधी छोडाउँदो रहेछ, आधी छोडाउँदैन रहेछ। मतलब अलिअलि त हातले छोडाउनै पर्ने रहेछ। त्यहाँदेखि बुवाको लागि मैले तताउनु थालेँ दुध, किनभने मम्मी र बुवालाई त दुध दिनु पऱ्यो। त्यहाँदेखि मेरो भदालाई पनि मैले दिएँ खाना। मेरो भदाले पनि एकदम मिठो छ फुपू, खानु न भन्दै दिन्छ मलाई। अनि मैले पनि भने हुन्छ खाऊ, तिमी भनेको मिठो छ भन्ने। हस् त, यसरी नै भेट्दै गरौँ बाबा।